समीक्षा तामाङ। आज दिदी र म पानीपुरी च्यालेन्ज गर्दैछु। डान्सवाला गेम छ। यो डान्समा जतिवटा नम्बर आउँछ त्यतिवटा खानुपर्छ पानीपुरी। यो चाहिँ यसरी थिच्दाखेरि नम्बर आउँछ क्या, अनि 2 आयो नि, अनि 2टा पानीपुरी खानुपर्छ क्या। यो चाहिँ एकदम धेरै हेर्नु न, सानो मान्छेले यति जिद्दी गरेर यहाँनिर मलाई जबरजस्ती लिएर राखिसकेको छ खानु अरे। यो डाइसै गेम खेल्नु पर्ने अरे। ल सिजर पेपर रक। ए मेरै पाला नि अब खानु होइन, मेरो पाला आयो नि। 3टा पानीपुरी फर्स्ट बाइट। 2-3 राउन्ड चाहिँ ल्याउँछ कि 1 होइन 2 बाइट 2 बाइट and 3 बाइट 3 बाइट 6 बाइट। Oh my god 6 बाइट छ जो त एउटा उसले रन गरेको त्यसमा धेरै 1 2 सानो सानो खाउँ नयाँ छ। ए किमा लाग्दैन 3 कत्रो मुख भएको बिस्तारै खानु, बिस्तारै अड्किन्छ है, तर उसेर अड्किँदैन यो नि। लास्ट यो चाहिँ म नफुटाएको खान्छु। यो 3टा थोरै झोलाएर खाऊ न, म अड्दैन भने अड्किन्छ। बचाऊ यो बिलाको बेला खाने खाने यो बिके हो पालो। ए सकेको छैन, अझै 2टा छ। लास्टमा चाहिँ मरिन्जेल परेछ होइन, लास्टमा चाहिँ मरिन्जेल परेछ उसले रर गरेको होइन। 2टा अब अझै 2टा बाँकी छ। फर्किलाए ओइ बिस्तारी। आज म त पानीपुरी लिनु मेरो त। ए सुजनले फोन गरेको छ। अहिले खान्छ त के खानु, अनि भित्र गर्न पानी झोल थोरै खाऊ दिनु न। हेलो गाइस ल एउटा पनि लोभ गर्दैछ, रक पेपर सिजर भन्दैछ हौ। म खान्छु भनेको होइन अरे। सिजर पेपर रक। त्यो पनि खायो। अब म चाहिँ यो खानु होला नि त। बाय गाइस खाए